हेलो गाइज, राधे राधे सबैलाई मेरो नमस्कार, गुड मर्निङ। आजको ब्लग बिहानैदेखि सुरु भएको छ। छोटो मिठो सर्ट भिडियो। ब्रस गर्दै बिहान उठेर ब्रस गर्दै अब के गर्ने, यस्तै हो। बिहानै 6 बजे उठ्नुपर्छ ड्युटी जानलाई। अनि के कस्तो छ हजुरहरूको हालखबर भनिदिनु होला, राम्रो लागे लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइबहरू गरिदिनु होला। बिहान सबै गाडीहरू रेडी भइसकेका छन् जाने भनेर ड्युटीको लागि। अब नास्ता लिन जानु लाग्यो। साथीहरू नास्ता लिएर हिँडिरहेका छन्। म पनि अब त्यही चियाहरू लिएर आइरहेको। अब सुन्तलाहरू थिए, कोही साथीहरू खाँदै थिए। म भने अब त्यो बिस्कुटहरू लिएर आइराखेको थिएँ, त्यही निकालेर। परोठामा त्यो तेलहरू धेरै हाल्छ, त्यही त्यति मिठो लाग्दैन। त्यही हो, त्यही भएर बिस्कुटहरू किनेर खान्छु। त्यसमा चाहिँ तेलहरू बढी हाल्छ कि, त्यही भएर त्यति मिठो लाग्दैन। यो बिस्कुटहरू खायो, त्यही हो। यसो दया माया मानेर लाइक कमेन्ट गरिदिनु होला साथीहरू। के गर्नु, यस्तै हो। खाडीको जिन्दगी यस्तै छ, के भन्नु अरू। सुन्तलाहरू हिजो साथीहरूले दिएको। अब युनिफर्म लगाउने बेला भयो, रेडी हुने बेला ड्युटी जानको लागि। गिलास धोएर रेडी भएर बस्ने। अब त्यही हो गाइज, सानो तिनो भर्खर प्रयास गरिराखेको भिडियो बनाउन। हजुरहरूलाई के कस्तो लाग्छ, माया ममता दिनु होला, राम्रो लाग्यो भने। त्यही हो, नराम्रो कमेन्ट नगरिदिनु होला। गर्न मन लाग्यो भने हेरेपछि एटलिस्ट स्किप नगरेर हेरिदिनु होला। लाइक कमेन्ट गर्न नबिर्सिनु होला है। के कस्तो लाग्छ भनिदिनु होला। पछि बिस्तारै सिक्यो भने बनाउन अलि राम्रो मिठो बनाएर हालौँला। के गर्नु, त्यस्तै हो। भर्खरको नयाँ नौलो ट्राई गर्दै सुरुवात गर्दै हो साथीहरू। के कस्तो हुन्छ भनिदिनु होला। त्यही हो आजको मर्निङ टाइमको ड्युटी। त्यस्तै हो गाइज।